दुर्गा प्रसाई पक्राउ। यो खबर अब सायद नेपालीको लागि कुनै ब्रेकिङ न्युज लाग्न छाडेको छ। केपी ओलीदेखि बालेन सरकारको पालासम्म उनी पटक पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। प्रचण्ड र केपी ओलीको मिलन नेकपा पार्टी बनेपछि मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाई अहिले मेन स्ट्रिम मिडियाको हाइलाइट समाचार दिने व्यक्ति हुन्। कुनै बेला माओवादीको सक्रिय नेता भएर राजनीतिमा होमिएका प्रसाई एमाले हुँदै राजावादी र अभियन्ताको रूपमा विगत 5 वर्षबाट नेपाली राजनीतिमा एउटा छुट्टै नाम बनाएका छन्। हाल नेपाली बचाऊ अभियान चलाउँदै उनले आफ्नो साम्राज्य बनाउँदै गएका प्रसाईको समर्थकहरू पनि दिनदिनै बढ्दै गएका छन्। दर्शकबिन, दुर्गा प्रसाई नेपालको एक चर्चित तथा विवादास्पद मेडिकल व्यवसायी र राजनीतिक व्यक्तित्वको रूपमा परिचित छन्। हाल उनी राजतन्त्र पुनर्स्थापनाको पक्षमा जोरदार अभियान चलाउनुको साथै लामो समयबाट मुद्दा र कानुनी विवादहरूमा फँसेका छन् र उनलाई एक शक्तिशाली व्यापारी, पूर्व माओवादी, एमाले कार्यकर्ता र हाल राजतन्त्रको समर्थकको रूपमा चिनिँदै आएको छ। दर्शकबिन, आउनुहोस् आजको भिडियोमा उनको बारेमा बुझ्ने प्रयास गरौँ। तेह्रथुम जिल्लाको आठसाईको एक किसान परिवारमा जन्मिएका दुर्गा प्रसाई 8औं कक्षाको पढाइ पुरा नगरी नै विद्यालय छोड्न बाध्य भएका उनले हाल बीएमसी अस्पताल र त्यससँग सम्बन्धित शैक्षिक संस्थाको माध्यमबाट व्यापारिक साम्राज्य निर्माण गरेका छन्। पूर्वाञ्चलको वृन्दावनमा रहेको यो अस्पताल 300 शैय्याको छ र विस्तार पश्चात उनले क्यान्सर अस्पताल तथा मेडिकल कलेजको रूपमा यसलाई सञ्चालन गर्दै आएका छन्। दर्शकबिन, यसबाहेक उनले दक्षिण एसियाको उत्कृष्ट मानिने तक्षशिला स्कुल सञ्चालन गर्दै आएका छन् भने प्रसाईको अर्को चर्चित उद्योग भनेको निर्माणाधीन 5 तारे होटल हो। यस लगायत उनले विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनका संस्थाहरूले लगभग 2500 भन्दा बढीलाई रोजगारी दिएको अनुमान गरिन्छ। माओवादी आन्दोलनको समयमा उनले लडाकुहरूलाई सहयोग पुर्याएको आरोप पनि छ, जसले गर्दा नेपालको राजनीतिमा पावर ब्रोकरको रूपमा उनलाई चिन्ने गरिन्छ। दुर्गा प्रसाईको वैवाहिक सम्बन्ध उनको व्यक्तिगत जीवनको एउटा महत्त्वपूर्ण पक्ष मानिन्छ। आर्थिक रूपमा सामान्य परिवारमा जन्मिएका प्रसाईको सम्पन्न गिरी परिवारसँग भएको विवाहले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो। दुर्गा प्रसाईको विवाह उमा गिरीसँग भएको थियो। झापामा चिया बगान सञ्चालन गर्ने एउटा सम्पन्न गिरी परिवारको छोरीसँग उमा गिरीसँगको विवाहपछि नै प्रसाईको सामाजिक आर्थिक हैसियत उक्लिएको भनिन्छ। यही वैवाहिक सम्बन्ध नै पछि उनको जीवनको सबैभन्दा विवादास्पद पक्ष समेत बन्न पुग्यो। प्रसाईको विवाह उनको भविष्य सुरक्षित गर्ने एउटा व्यावसायिक साम्राज्य विस्तार गर्ने आधार बनेको हो। प्रसाईकी पत्नी र सालोले आफ्ना पिताबाट पाउनुपर्ने अंश नपाएको भन्दै विवाद भएपछि प्रसाई माओवादी पार्टीमा प्रवेश गरेको भनिन्छ। विवादास्पद ससुरालीको सम्पन्न सम्पत्ति प्राप्तिका लागि उनले माओवादी सशस्त्र समूहको प्रयोग भएको गम्भीर आरोप पनि माथि छ। यस क्रममा ससुराली पक्षलाई धम्की दिई उक्त क्षेत्रको केही जग्गा आफू र आफ्नो पत्नीको नाममा ल्याउन सफल भएको उनीमाथि आरोप लागेको छ। दुर्गा प्रसाईले कम उमेरमै पढाइ छाडेर युरोप, पोल्यान्ड जाने वैदेशिक रोजगारीमा पुगेका थिए। उनले त्यहाँ कृषि फार्मको काम सिकेर नेपालमा फर्किएपछि उनले झापाको वृन्दावनमा आफ्नो ससुरालीको जग्गामा भैँसी पालन सुरु गरे। भारतको हरियाणाबाट मुर्रा भैँसी ल्याएर फार्म बनाएर दुध बिक्री गर्दै व्यापार गर्न थाले। सानो भैँसीको पालनबाट व्यापारिक यात्रा सुरु गरेका उनले अर्बौंको साम्राज्य बनाउन सफल भएका छन्। सुरुमा उनले मोटरसाइकलमा दुध बोकेर बेच्थे, पछि गाडी किनेर स्थानीय बजारमा मात्र होइन भारतको नेपालगञ्ज र मेचीपुल तरेर दुध बेच्न थाले। यसरी उनको भैँसी फार्म झापामा राम्रोसँग चल्दै र राम्रोसँग आम्दानी समेत गर्दै गयो, जसले उनलाई थोरै ठुला व्यापारिक निर्णय जस्तै जग्गा प्लटिङ र बैंकिङ ऋण सम्बन्धी बाटो खुल्यो। जग्गा र अस्पतालबाट ठुलो उद्योगपछि उनले आफ्नो ससुरालीको जग्गा प्लटिङ गरी धुरको 5 लाख रुपियाँसम्म मूल्यमा बेचेर करोडपति बन्ने अवस्था पाए। यसरी काठमाडौँ भक्तपुरमा पनि जग्गा कारोबारमा लागे। त्यसपछि उनले आफ्नो ससुरालीको जग्गामा अस्पताल स्थापना गरे। जग्गा बैंकमा राखेर ऋण लिई अन्य पार्टनर ल्याएर ठुलो रकम सङ्कलन गरे, जसले उनको व्यवसायलाई औषधि, अस्पताल, बैंक, राजनीतिक दायरासम्म पुर्यायो हो। ऋणसँगै अरू पार्टनर र व्यावसायिक राजनीतिक जोडहरू समेत उनले यसैबाट कमाए, जसले प्रसाईलाई करोडौं रुपियाँ लगानी गर्न र राजनीतिक रूपमा स्थापित हुन सहयोग गर्यो। यसरी भैँसीबाट सुरु भएको उनको सानो डेरी व्यवसाय दुध, जग्गा, ऋण, मेडिकल सँगै कलेज र अस्पतालको श्रृङ्खलामा जोडिएर अहिले उनी अर्बौंको मालिक बन्न सफल भएका छन्। दर्शकबिन, आउनुहोस् अब दुर्गा प्रसाईको पक्राउको विवरण र उनी विवादमा परेको तथ्यहरू हेरौँ। हो, बैंक तथा वित्तीय संस्था विरुद्ध आन्दोलनपछि निगरानीमा परेका उनी चैत्र र फागुन 2069मा
सरकारको निगरानीमा परे। प्रसाईले बैंकको ब्याज दर, ऋण मिनाहा र वित्तीय संस्था विरुद्ध देशव्यापी रूपमा आन्दोलन चलाएका थिए। त्यसपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो। त्यसपछि यो समयमा औपचारिक रूपमा उनी पक्राउ भने परेका थिएनन्। त्यस्तै काठमाडौँ आन्दोलनको क्रममा नियन्त्रणको प्रयास। मङ्सिर 7 र 8, 2080 कारण थियो राष्ट्र संस्था पुनर्स्थापना, हिन्दू राष्ट्रिय र संघीयता खारिजीको मागसहित काठमाडौँमा ठुलो प्रदर्शनको आयोजना गरेपछि प्रशासनले सुरक्षा निगरानी बढाएको थियो। प्रसाईलाई घरमै निगरानीमा राखिएको थियो तथा आन्दोलन नियन्त्रण गर्ने प्रयास गरिएको भनेर समाचारहरू सार्वजनिक भएका थिए। यस्तै तेस्रो पटक साइबर अपराध मुद्दामा उनी पक्राउ परे। मिति 2081 असोज 6 गते। उनलाई भक्तपुर स्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। कारण थियो उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी परेको थियो। जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति दिएपछि साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो। आरोप विवादास्पद सामग्री तथा अभिव्यक्तिसँग सम्बन्धित रहेको बताइएको थियो। त्यस्तै उनी फेरि अर्को पटक पक्राउ परे। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्तिको अभिव्यक्तिपछि उनलाई पक्राउ गरियो। मिति थियो कार्तिक 19 गते 2081। कारण थियो प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी भएको भन्दै कागजात समेत सार्वजनिक गरेका थिए। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो। यस्तै अर्को पटक उनी तीनकुनेको राजावादी आन्दोलनमा पक्राउ परेका थिए। मिति थियो चैत्र 29, 2081। उनलाई झापाको भद्रपुर उनको निवासबाट उनलाई पक्राउ गरिएको थियो। यसको कारण थियो काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईलाई राज्य विरुद्धको कसुर तथा सङ्गठित अपराध सम्बन्धी आरोपमा फरार सूचीमा राखेको थियो। 2 सातापछि उनलाई झापाबाट पक्राउ गरेको थियो। त्यतिबेला उनी भागेर भारत पुगेको भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए। त्यस्तै अर्को पटक उनी 2082 सालमा पनि विभिन्न राजनीतिक अभिव्यक्ति, सार्वजनिक शान्ति भङ्ग, चुनाव सम्बन्धी विवाद तथा अफवाह फैलाएको आरोपमा पटक पटक पक्राउ परेको समाचार आयो। यति बेला पनि उनी प्रहरीको हिरासतमा छन्। हाल दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार पर्साको वीरगञ्ज स्थित दियालो होटलबाट पक्राउ गरिएको छ। उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने बारे अझैसम्म प्रहरीले कुराएको छैन। प्रसाईसँग केही विषयमा बुझ्नुपर्ने भएपछि उनलाई नियन्त्रणमा लिएको भनेर प्रहरीले भनेको छ। तपाईँ दुर्गा प्रसाईको बारेमा के सोच्नुहुन्छ? कृपया आफ्नो विचार कमेन्टमा राख्नुहोला। नमस्ते।